आदरणीय मित्रजन, हजुर सबैलाई म हृदयदेखि नमस्कार गर्दछु। आज म तपाईहरुलाई त्रिपिण्डी श्राद्ध सम्बन्धीका कुन तिथिमा त्रिपिण्डी श्राद्ध गर्नुपर्छ त्यो जानकारी हजुरलाई दिन्छु। यदि तपाईले चाहिँ त्रिपिण्डी श्राद्ध गराउने इच्छा भएमा मसँग सम्पर्क गरेर शुद्ध चोखो ब्राह्मणद्वारा गराउन सक्नुहुन्छ। विशेष गरेर अल्पायु भएका, बच्चा मृत्यु भएका, ससाना अथवा पूर्व जन्मको कारणले केही पितृदोष रहेका चिनाहरूमा अथवा कुण्डलीमा छ भने र उसलाई उभो लाग्न साह्रै गाह्रो भयो भने तपाईले यी तिथिमा त्रिपिण्डी श्राद्ध गर्न सक्नुहुन्छ। र त्रिपिण्डी श्राद्ध गरिसकेपछि तपाईलाई अति उत्तम फल मिल्नेछ, तपाईको कल्याण हुनेछ। र ती तिथिहरू कुन कुन हुन् भने शुक्ल पक्ष या कृष्ण पक्षको दुईटै तिथिमा गर्न मिल्छ। पञ्चमी, अष्टमी, एकादशी, त्रयोदशी, चतुर्दशी र औँसीमा यो श्राद्ध गर्न मिल्छ। यी तिथि भन्दा अन्य तिथिमा भने यो त्रिपिण्डी श्राद्ध गर्न मिल्दैन। तपाईलाई मन परेमा लाइक गर्नुहोला, शेयर गर्नुहोला। मन पर्यो या परेन हजुरले कमेन्ट बक्समा गएर मेरा यी कुरामा तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। अहिले म हजुरहरुबाट बिदा हुन्छु। हस्त, नमस्कार।